So hello guys, welcome back to the new video हैन। सो आजको हाम्रो राइड चाहिँ लामगेटसम्म छ है। हामी केटाहरू छ है, हामी केटाहरू कति 9-10 जना छ होला। म चाहिँ आज इटालीका चलाउँछु हैन। कस्तो छ अहिले देखाइदिन्छु हैन। इटालीका बबाल मिठो छ है छन त। सो त्यही नै हो, आजको हाम्रो राइड चाहिँ लामगेटसम्म छ है। त्यसो हल्का हगेर रमाइलो हुन्छ है, रमाइलो गरिन्छ, त्यही भनेर आएको हैन हामी केटाहरू नि धेरै पछि निस्कियो है। त्यही भएर आज यसो गइदिनमा त साथीहरू भेटेर है, धेरै पछिको भेट अब रमाइलो हुन्छ है, त्यही हो। सो गाइज इन्जोय द ब्लग है। हाम्रो केटाहरू चाहिँ यहाँ अगाडि छ है। हाम्रो सन्जे ब्लग्स अगाडि छ है। केटाहरू सब यहाँ चाहिँ अहिले चाहिँ हैन टाइम चाहिँ 2 बजे छ है। हामी त खास हिँड्ने भनेको चाहिँ 10 तिर हो, तर के गर्ने अब यताउता गर्दा गर्दै 2 बजी त जाने क्या। अब त नेपाली हो नि त हैन कि कस्तो हो। केटाहरू सब अगाडि छ। आजको राइड चाहिँ बबालो वाइल्डै हुन्छ कि हैन। चाहिँ हामी जाने बाटो हैन, माथि चाहिँ सबै जाने बाटो भइगयो ल। बाटो त फेरि यस्तो खतरनाक छ के, तर यता चाहिँ सही हरियाली छ के। बाटो चाहिँ खत्रै होइन, पानी नै पानी रहेछ कि। तर केटाहरू गइरहेछन् आनन्दैसँग, ढुक्कै जाने हो के छ र हैन। तर पानी चाहिँ पर्न लाग्यो है, पानी पर्न जस्तो लाग्यो मेरो विचारमा। के भयो अलराइट गाइज, हाम्रो इटालीका चाहिँ यहाँबाट नजाने भयो होइन। त्यो पुलमा लैजानु गाह्रो हुने भयो, त्यही भएर यसलाई चाहिँ यहाँ छोडिदिने अनि अरू चाहिँ लिएर जाने है। सो इटालीका चाहिँ यहीँ हुने भयो होइन, अरू चाहिँ जान्छ। सो अलराइट गाइज, अब फेरि अर्को बाइक है उकाल्ने जाँदैछु म। हाम्रो अर्को अड्के रोग ढकाल्न पर्ने भयो। आइया ढुङ्गाले हान्थ्यो यार मलाई। आया मेरो खुट्टामा घुँडामा लाग्यो यार ढुङ्गाले। यार यो ठाउँ कति जाम यार, ट्यागको पेन्टिङ बनाउनु पनि खतरा के। यो ठाउँमा आउनु पऱ्यो क्या अब नेक्स्ट टाइम पेन्टिङ गर्न। फेरि कडै
आइट यो बुलेट हाने जस्तो गर्छ त ढुङ्गा नि एप्रिल भनेको एप्रिल नै हो न गइहाल्यो नि ल राम्रो लास्ट भयो गाइस गयो चढ्यो यो त हाइट नो प्रब्लम केटा ओइ के हो बाटो त फेरि हानी ल हामी माथि जाँदै गर्छौँ केटा आउँदै गरे बुलेट ओ के हो आमा हो खाल्टै छ क्या यहाँ ओ ठाउँ चाहिँ मिठो छ है यामा हो ल अब एप्रिल आएर एन्टेक आउन बाइक छैन अरू बाइक चाहिँ चढ्यो होइन हाम्रो बाइक कस्तो भयो केटाहरू लामो अगाडि आम अब अलिकति छ धेरै समय सो गाइस अब यहाँबाट चाहिँ बाइक नजानी भयो होइन जान त जान्छ माथि नै अब धेरै छैन अलिकति छ है हामीले पछाडि राखेको छौँ है बाइक स्कुटी सब सो गाइस अब खोला तर्नु पर्ने भयो है यस्तो छ कसरी तर्ने यार आइज यस्तो छ यार ओइ गेरामा खोला चाहिँ बवाल छ कताबाट तर्ने यार खोला पनि गाह्रो छ यार म त भोलि तलै गएको ठिक थियो यार अलराइट गाइस हामी चाहिँ फर्कियो है फर्किँदै पानी पऱ्यो अब के कस्तो हुन्छ थाहा छैन बेसी है आइट ल जाम ल पानी परेर हद्दै एउटा गरिदियो नि त यार
अहिले कति बज्यो होला 6:30 हुन लागेछ है ए 26 भइसकेछ नि त है राइट केटाहरूलाई अगाडि जान्दिउँ है लेट्स गो कन्ट्रोलिङ गर्ने गाह्रो हुने कि यस्तो उठेर हालेर पारिदिँदो रहेछ यार यसले त यार घुमायो त यार सर जाँदा त यस्तो चिरिमिरी पारिदिनु Never listen to the no's, I just wanna keep moving. Keep my head up when I act, yeah, that's a fact. Never looking back, I'ma keep myself on track. Keep my head up, staying strong, always moving on. Feel I don't belong, tell my thoughts to move along. Push myself to be the best. So guys, आजको लागि यति नै है भ्लग चाहिँ अलि लामै भयो जस्तो लाग्यो मेरो विचारमा है यस्तो पानी पनि खतरै पऱ्यो है राम्रोसँग भ्लग गर्न पनि पाइएन कि है सो स्टे सेफ स्टे होम है स्टे ट्युन है हामी चाहिँ हिँडेछ है जे भयो नि सो गाइस त्यही नै हो किप सपोर्टिङ है किप लभिङ एन्ड डु सब्सक्राइब सेयर त्यही हो बाई बाई सी यु इन नेक्स्ट भ्लग